ल म चाहिँ अब बिदाबारी भएर निस्क्यो ल हिँड्यो अब घर निस्केर गाइज म चाहिँ मुगलिन आइपुगेछु गाडी आउँदै रहेछ हामी चाहिँ बसमा चढिसक्यौँ पोर्चुगलको यात्रामा सँगै रहनु होला रमाइलो गर्दै जानुपर्छ है हामी चाहिँ बोर्डरको नजिक आइसक्यौँ अहिले चाहिँ जाममा धेरै पर्यो गाइज 10:30 भइसक्यो चेकिङ पनि सक्यो बोर्डर क्रस भइसक्यो इन्डियाको अब म्युजिकको तालमा सुत्ने प्रयास गर्दैछु है त ल बिहानको 10:30 भइसक्यो गाइज बल्ल बल्ल फाइनली आएर चाहिँ एउटा होटल ढाबामा रोकेछ 250 रुपियाँको थाली होइन भर्खर आइपुग्यो है अब होटलतिर जानु पर्यो यस्तै छ अब होटल जाँदैछौँ है त खोइ दरवाजा खुल गयो बे खेलेर ल गाइज लड्दै पढ्दै आइपुग्यो है त रुममा ल साथीभाइहरू हामी चाहिँ रुममा गयो होइन दिल्लीमा चिकन पकौडा खाँदैछौँ भोक लागेर खाजा कार्यक्रम हुँदैछ भोलि दिनभरि रेस्ट गरेर अनि फेरि रातारात उठेर एयरपोर्ट जानुपर्ने हुन्छ है ल गुड मर्निङ गाइज ब्रेकफास्ट यस्तो आज होटलमा ल अब एक रातको बसाएपछि दिल्ली पनि छोडेर जाने बेला हुन लाग्यो के खाँदैछ रिसु ल सुरु गरौँ है त ल गाइज म चाहिँ अहिले दिल्लीमा छु होटलमा होटलबाट निस्किनु लागेको है ब्याग प्याकिङ रेडी भइसक्यो अब गाडी आइसक्यो एयरपोर्ट लाग्नु लागेको ल बाई बाई नेपाल बाई बाई इन्डिया बाई बाई दिल्ली मलाई हात्ती पनि रहेछ गाइज है ठुलो र सानो इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टभित्र छु अब गेट नम्बर 24 खोज्दै हिँड्दैछु है त साथीहरू फेरि कता छल्ले थाहा भएन ल हराएको मान्छेहरू भेटियो है एउटै बाटो दुईचोटि दोहोऱ्याएर हिँड्नु पऱ्यो त्यो एकछिन भेटियो जोक गरिरहेछ क्या मिना दिदीले के भन्दैछ हो च्याखुरीहरूले उड्दा उड्दा निन्द्रामै खाजा गाह्रो गाह्रो 3 वर्ष दुबई बसेर सबै स्टेट घुमेको थियो आबुधाबी आएको थिएन आज ट्रान्जिट पऱ्यो भाग्यले आबुधाबी आउनु लेखाएर थियो कमान हान्नु पऱ्यो नि बाइक रेसुवा खाइदेऊ कस्तो छ टेस्ट ठिक छ गाइज यहाँ चाहिँ बेलुका हुनु लागिसक्यो आबुधाबीमा घाम डुब्ने बेला हुनु लागिसक्यो अब 19 घन्टाको ट्रान्जिट पछि अब हामी चाहिँ बाई बाई अबुधाबी ठ्याक्कै पखेटाको माथिको सिट परेछ यार झ्यालको मागेको सिट त दिएछ झ्यालमा पखेटाको माथि दिएछ यार ओर्लिने छ है त प्लेनबाट अब लगेर अब घिसार्दै बाहिर निस्किनु लाग्यो एकदम दुःख भाइ यार ल भेट्यो कति घन्टा आइपुगेँ बाहिर खाजा दाइले गर्दैछ मेरो दाइले पोर्चुगलको बियर हान्दिउँ त एउटा दाइको साइडबाट झ्याप्प के बियर दाइ यो सुपर बो ओके चामल लिनु परिहाल्छ सब्जीहरू लिनु परिहाल्छ है
हेलो नमस्ते, स्वागत छ मेरो नयाँ भिडियोमा। होप यु गाइज आर अल गुड, हेल्दी एन्ड फिट एन्ड फाइन हुनुहुन्छ भनेर आशा गर्दछु। यसपालिको भिडियो ब्लग चाहिँ मेरो नेपालदेखि पोर्चुगलसम्मको यात्रा छ। अब हालचाल नेपालको समस्या भनेको तपाईँलाई थाहै छ, त्रिभुवन एयरपोर्टमा चाहिँ सबै प्लेनहरू ल्यान्ड नहुने कारणले अब नेपालीहरू चाहिँ अर्काको देशमा गएर प्लेन चढेर जानुपर्ने अवस्था आइरहेको छ। यता नेपालमा महँगो भएको कारणले यहाँबाट दिल्लीसम्म बसमा जाने, बसबाट फ्लाइट लिएर पोर्चुगल जाने, बिचमा ट्रान्जिट त यताउति भइहाल्छ होइन। त्यो भएको छ। अब वैदेशिक रोजगारको लागि म पनि निस्किँदैछु। त्यस कारणले अब बाटोमा के कतिको यादहरू रहन्छ यसो तपाईँहरूसँग साझा गर्ने प्रयास गरेको छु। हेर्नु होला कस्तो लाग्छ मेरो यो भनौँ न ट्राभल भ्लगै भनौँ। ल गाइस, अब घरमा खाना खानु पऱ्यो नि त। आज एक सेट त घरमा खाएर जानु पऱ्यो। पट्ट मछली छ, गेडागुडीको झोल। ल है गाइस, क्यान्सर भाइ पुऱ्याउनु जाने मुगलिनसँग खाना खाँदैछ। खाँदा बुढी माउले खाना सुपर हो। जय हो ल्यान हो शब्दमा दैनु भएर त जहाँ गए नि तेरो मनले चिताएको कुरा हो। के अरे चिया पानी खाओ बाटोमा, धेर दिन सकेन कि। धन्यवाद। अर्को महिनाबाट मैले कमाएर पठाउँछु। लगाइदियो भनेको छोरालाई टिका के भन्नु बुझ्यो? ल म चाहिँ अब बिदाबारी भएर निस्किन लाग्यो। बाजे बोजूलाई बाबा आमा कान्छा भाइले पुऱ्याउनु जान्छ। र मुगलिन गएर गाडी हिँडिसक्यो काठमाडौँबाट। मुगलिन गएर गाडी पक्रेर अनि दिल्लीतिर लाग्नुपर्ने हुन्छ गाइज। ओके, बाटोतिर भेट्दै जाउँला है त। ल हिँड्यो अब घर निस्केर ल जाउँ। ओके, यस्तो हुन्छ राति गइदियो भन्दा बिहान त बनिसक्यो। ल गाइज, म चाहिँ मुगलिन आइपुगेको छु। गाडी आउँदै रहेछ। एकछिन गाडी कुर्नु पऱ्यो अनि गाडी सिफ्ट गर्नु पऱ्यो नि त। ढिलो भएर चाहिँ लगे त धेरै नरहेछ त। ल कस्तो ढिलो आएको कि तपाईँको प्लेन त यार। लाग्यो है त। ल राम्रो छ जाउँ। ल गयो है। ल ल अहिले फोन गर्दै जान्छ। ल ल हामी चाहिँ बसमा चढिसक्यौँ। अब मुगलिनबाट हिँड्दैछौँ बिना दिदी र म पोर्चुगलको यात्रामा। सँगै रहनु होला, रमाइलो गर्दै जानुपर्छ है। हामी चाहिँ खाजा खाँदैछौँ है। पल्छ बनाएको खाजाको खाजा। दाउनेको उकालोमा बाटो यस्तो रिस उठ्ने बाटो, धुलै धुलो मात्र छ। त्यही माथि जाम परेर बस्यो। 1 घन्टा हुन लागिसक्यो। यहाँ दिमाग खराब भयो। गाडी कुद्ने होइन, साँझको 5 बज्नु लागिसक्यो। अब बोर्डर पनि पुगेको छैन। अब गाइज रूपन्देही आइपुगेको छ है। हामी चाहिँ बोर्डरको नजिक आइसक्यौँ। अहिले चाहिँ जाममा धेरै पऱ्यो। दाउनेको उकालो धुलै धुलो थियो, जाममा पऱ्यो। यहाँ आएर खाजा खाइयो। अब बोर्डरतिर लागिन्छ है त। गाइज 10:30 भइसक्यो। चेकिङ पनि सक्यो। बोर्डर क्रस भइसक्यो इन्डियाको। अब म्युजिकको तालमा सुत्ने प्रयास गर्दैछु है त।
गुड नाइट गाइज बाई बाई गुड नाइट ल बिहानको 10:30 भइसक्यो गाइज बल्ल बल्ल फाइनली आएर चाहिँ एउटा होटल ढाबामा रोकेको छ फ्रेस भयो ब्रस गऱ्यो टोइलेट गयो अब चाहिँ खाना खाएर न धेरै क्लोज आइसक्यो 100 किलोमिटर मात्र बाँकी छ खाजा खाएर दौडिहाल्ने है त फेरि 250 रुपियाँको थाली होइन 2टा रोटी सब्जी पनिरको सब्जी दही गाह्रो छ नि गाइज बसमा यात्रा गर्न त ओके गाइज दोस्रो राइड भाइ अराइभ भयो दिल्लीमा भर्खर आइपुग्यो है अब होटलतिर जानु पऱ्यो यस्तै छ टेम्पोवालाहरू आइरहेछ लास्टै गाह्रो भयो यार लगेज धेरै हामी 4जनाको ग्रुप किन पाए हुन्थ्यो भनेको है यहाँ फेरि अटो मात्र छ यार ल्याङ एउटाले नि हुन्छ अर्कोले नि भन्छ होटल जाँदैछु गाइज जसरी भयो भने जानु पऱ्यो हाल्यो है ओए दरवाजा खुल गया बे खेलेर बस्नु यस्तो गाह्रो भइरहेछ आराम से चलाउन न त नीचे गिर जाएगा फेरि लगेज मेरो एकदम लेभलमा छ कि कस्तो भने नि मैले तपाईँलाई अब होटल जाँदैछौँ है त लगेज लड्दै पढ्दै आइपुग्यो त रुममा अब नुहाइधुवाइ गरेर फ्रेस भएर रेस्ट गर्नुपर्ने हुन्छ भोलि फेरि अर्को यात्रा सुरु हुन्छ फेरि दिल्लीबाट फेरि पोर्चुगलको यात्रा सुरु दुबईको त्यसपछि फेरि पोर्चुगलको गाह्रो छ गाइज विदेश जानलाई पनि विदेश जानुपर्ने हुन्छ है त साँडै कुरो गयो यार बैलगाडा तानेर ल साथीभाइहरू हामी चाहिँ घर अब घरले रुममा गयो होइन दिल्लीमा चिकन पकौडा खाँदैछौँ भोक लागेर खाजा कार्यक्रम हुँदैछ भोलि दिनभरि रेस्ट गरेर अनि फेरि रातारात उठेर एयरपोर्ट जानुपर्ने हुन्छ है त गुड मर्निङ गाइज बिहान भइसक्यो गर्मी भइरहेछ बिहान पनि घाम लागिसक्यो है मजाले ब्रेकफास्ट यस्तो आज होटलमा ल सुरु गरेँ गाइज ए आमा हो के हो यो ल लास्ट नाइट है अब हामी चाहिँ खाना खाएर एयरपोर्ट लाग्न लागेको दिल्लीमा लास्ट यस्तो हुन्छ है जसले सिरायो त्यसले जाने है गाह्रो छ ल हामी चाहिँ होटलमा है लास्ट खाना खाँदैछौँ आऊ न आऊ चटपटे भइसक्यो हाम्रो यहाँ के खाँदैछ रिसुले कहाँ घुमेर आयो रिसुले ओ माई गॉड ल सुरु गरौँ है त अब एक रातको बसाएपछि दिल्ली पनि छोडेर जाने बेला हुन लाग्यो खाना खायो एकछिन रेस्ट गरेर अब एकछिनमा इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टबाट हाम्रो चाहिँ डिपार्चर हुन गइरहेको छ है गाइज ल गाइज म चाहिँ अहिले दिल्लीमा छु होटलमा होटलबाट निस्किन लागेको है ब्याग प्याकिङ रेडी भइसक्यो अब गाडी आइसक्यो एयरपोर्ट लाग्न लागेको ल हेलो बाई बाई नेपाल बाई बाई इन्डिया बाई बाई दिल्ली मलाई यात्रामा अगाडि है अब ल हाम्रो सरको चाहिँ आजबाट लास्ट पुर्खा खैनी चिरोट छुट्यो अरे ल एयरपोर्ट जाँदा जाँदै यहाँ नयाँ बाचा कसम भइसकेको छ आजबाट नो अरे पाउँदैन भन्दैछ ल हान्दैन एक फाङ झ्याममा जे पर्ला पर्ला ल स्याबास गाइज म चाहिँ एयरपोर्टमा आएर टिकट लिइसकेँ ब्यागेज ड्रप गरिसकेँ अलिअलि आइसी थियो साट्न लागेको त्यसलाई युरोमा कन्भर्ट गरेर जानु लागेको है त ओ यहाँ हात्ती रहेछ त हात्ती पनि रहेछ गाइज है ठुलो र सानो
गाइस रातिको 1:45 भइसकेको छ है। इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्टभित्र छु। अब गेट नम्बर 24 खोज्दै हिँड्दैछु है त। साथीहरू फेरि कता छल्ले थाहा भएन, गेटमै भेटिन्छ होला। हेर्दैछु अब बिस्तारै। 1 to 27 त लेफ्ट कर्नर भनेर चाहिँ गेट नम्बर 24 जानु पर्ने हुन्छ है त। यो स्ट्याचु हो, ठुलो स्ट्याचु बनाएर छ गाइज यहाँनिर त, बिग स्ट्याचु। गेट नम्बर 24, 21 तल 20 देखिरहेछ। 24 अझै खोज्नु पर्दैन पऱ्यो। साथीहरू सबै गइसक्यो क्या यार, म ढिलो भएछ क्या, ढिलो लाइनमा बसेछु कि। केही छैन, भेटिहाल्छ। गेट नम्बर 24 मा आएँ तर साथीहरू कोही पनि नआइपुगेको रहेछ। मै पनि फर्स्ट रहेछु सायद, ड्युटी फेरि त्यो भोलि जस्तो लाग्यो। एकपल्ट चेक गर्न जान्छु फेरि, बाटोमा भेटिहाल्छ कि भनेर है। नबसिरहेको छ रातारात, कहाँ जाने हो थाहा छैन गाइस। ल हराएको मान्छेहरू भेटियो है, एउटै बाटो दुईचोटि दोहोऱ्याएर हिँड्नु पऱ्यो थियो एकछिन, भेटियो। के अरे बिमल कि मधुरी के छोडाएर अघि अब सरले छोडिसक्नु भने छोडिसकेको छ होइन। हेलो, कहाँ हराएको? कहाँ हराउने हौ, राँडा सुल्टिन देखेर पछि दौडिँदै गएको थिएँ। किचकन्नीहरू बाटोमै हराएपछि कति बज्यो अहिले? 3:13 गइसकेको, बिहान भयो भनौँ न। 3:40मा चाहिँ खुल्छ यहाँ गेट। त्यसपछि प्लेनमा बसेर फेरि यात्रा हुन्छ है त गाइस। थकान छ, धेरै दिन भइसक्यो, निन्द्राले कसम भइरहेछ यार। ल गाइस लास्टै ज्यान निकाल्यो है, म चाहिँ भुइँमै लडेको यार। एकछिन भुइँमै सुत्छु, अब त्यस्तै 20-30 मिनटमा खुल्छ होला। अनि त्यसपछि प्लेनमा छिर्छु यार। बिजोकमा नआएर त लम्पटै भइसक्यो, कति दिन भइसक्यो राम्रोसँग नसुतेको। 6 गते हिँडेको, 19 तारिक हिँडेको। अब रातिको 12 बजिसक्यो, बिहान पाखा भइसक्यो। 22 लागिसक्यो, 22 को बिहान भयो। दाउनेको बाटोले पेल्यो, इन्डियनको गाडीले पेल्यो। गाह्रो पो भइरहेछ त ग्यास पोर्चुगल पुग्न। फर्किनुपर्छ घरतिर। हाम्रो मिना दिदी हेर्ने भएर बसिरहेको बिचरा। यता हुनुहुन्छ हाम्रो सर, फेरि गुर्खा कसम छोडिदियो आज। रिसुवा रिसुवा रे बाबा, क्या रे बाबा? जो गरिरहेछ क्या मिना दिदीले। के भन्दैछ हौ च्याखुरीहरूले? के भनेर गयो? बोर्डिङ नम्बर, सिट नम्बर बोलाउँछ अरे, अनि जानेर हो। खुल्ला जस्तो छ है। अब चाहिँ पहिला अब बच्चाको आमाहरू बच्चाहरूलाई पहिला छिराउने होला नि। पछाडि बोल्दैछ नि, कता गयो त्यो केटी? उद्याउ एथिहाद एयरलाइन्सको स्टाफहरू हुनुहुन्छ। पहिला बच्चाहरू वृद्धहरूलाई चाहिँ इन गर्ने अरे, त्यसपछि सिट नम्बर गरेर बोलाउने, अनि चेक गरेर अनि बल्ल प्लेनमा छिराउने। आज सुत्न नपाउने नै भइहाल्यो गाइस। आशा छ तपाईँहरूको मिठो निन्द्रा लागेर होला। हाम्रो चाहिँ निन्द हराम भइरहेको छ। एकछिनमा उड्नुपर्छ फेरि, पखेटा हालेर सरर।
स्वागत है। सुनने वाला नहीं गाइस, समय के लिए बैठे रहें। सबसे पहले सभी बिजनेस क्लास यात्रियों और यात्रियों को जो छोटे बच्चों के साथ यात्रा कर रहे हैं वार संख्या 24 के द्वारा बोर्डिंग के लिए आगे आए समझ रहे हैं दोस्त? अन्य सभी यात्रियों को से गाइस फाइनली प्लेन भित्र आइसक्यो हामी चाहिँ हैन। अब एकछिनमा प्लेन पनि फ्लाइ गर्छ। यस्तो गाह्रो भयो यार, निन्द्रा पनि लाग्छ, रेस्ट पनि पुगेको छैन, बढै भइरहेको छ यार। आज सुत्ने हुने त्यस्तै अब। दिल्ली न्यू दिल्ली छोडे है त अब। अबको केही घन्टामा चाहिँ आबुधाबी झर्छु है त गाइस। उड्दा उड्दै खाजा खानु भयो यार, निन्द्रामै खाजा यार। उड्दा उड्दै निन्द्रामै खाजा खाजा गाह्रो यार। ल्यान्ड भइसक्यो यार। इन्द्राले चाहिँ मऱ्यो मान्छे। आबुधाबी आइपुग्यो है। तीन वर्ष दुबई बसेर सबै स्टेट घुमेको थियो। आबुधाबी आएको थिएन, आज ट्रान्जिट पऱ्यो भाग्यले। आबुधाबी आउनु लेखाएको थियो। गाइज म चाहिँ आबुधाबी एयरपोर्ट आइपुगिसकेको छु है। निन्द्रा पुगेको छैन, थकान त्यस्तै छ। यहाँ सुत्न लागेको एकछिन रेस्ट गर्ने ठाउँमा त्यस्तो छ क्या सुत्ने ठाउँ। एकछिन आराम गर्नु पऱ्यो। गाइज फ्रेस भयो,
भोक यति धेरै थियो के गर्ने खानु बिरयानी खानु लाग्यो कमान हान्नु पर्यो नि बाइक रेसुवा खाइदेऊ कस्तो छ टेस्ट ठिक छ ल बजार लरे डाङडुङ चाहिँ बसिसक्यो है दिउँसो कति बज्यो 2-3 बज्नु लाग्यो सुतै छ भर्खर बिउजिसक्यो 1 बज्यो भर्खर 1 भयो अब बिजोग छ भाइ कोही फुटबल हेर्दैछ कोही घरतिर कोही यता फोनतिर यस्तो भइरहेको छ अहिलेको ट्रान्जिटको कार्यक्रम अझै 2 बजे अझै रातिको 2 बजे भनेपछि 12 घन्टा सर्लक्कै अझै पनि बाँकी छ समय अब एकछिन म्युजिक भिडियो हेर्दै सुत्नु पर्यो गाइज यहाँ चाहिँ बेलुका हुन लागिसक्यो है हाम्रो अघिमा घाम डुब्ने बेला हुन लागिसक्यो अब यहाँ एकछिन खाना खाने राति 2 बजेको फ्लाइट छ 1 बजेबाट खुल्छ होला गेट खसाले धन्दै पैसा हराएको खानेकुरा त दिँदैन पैसा हराएको खानेकुरा निकालेको त मेसिनमा यार खानेकुरा पायो पाउनु त धर्नु है धर्नै सिद्धेको यार रेट पनि निकाल्न लागेको त बर्बाद भएको धर्नु 19 घन्टाको ट्रान्जिट पछि अब हामी चाहिँ अबुधाबी छोडेर जान लाग्यो गेट खुलिसकेको छ यहाँ D48 भित्र छिरिसकेको छ सबै बाफ्रे 5 दिनको यात्रा हुन लागिसक्यो है हाम्रो अब आज 4 हुन्छ भोलिसँग 5 हुन्छ कस्तो लामो ट्रान्जिट पऱ्यो क्या 19 घन्टा कसरी कटायो भन्ने कुरा हामीलाई थाहा छ यहाँ 5 अब चाहिँ फाइनली प्लेन चढ्ने बेला हुन लाग्यो भोलिको बिहान चाहिँ पोर्चुगलमा हुन्छ लिस्बनमा है ल गाइज फाइनली अब सब गेट पास गरेर अब प्लेन चढ्न जाँदैछु है त प्लेन चढेर अनि बल्ल उड्ने हाम्रो गुड मर्निङ गाइज अब चाहिँ प्लेनभित्र बसिसकेको छौँ है हेर्न सक्नुहुन्छ ठ्याक्कै पखेटाको माथिको सिट परेछ यार झ्यालको मागेको सिट त दिएछ झ्यालमा पखेटाको माथि दिएछ यार के भन्न सकिन्छ गाइज यसमै भने पनि मुन्नु पऱ्यो नि गाइज प्लेन चाहिँ उड्यो है अब गाइज 8 घन्टा 9 घन्टा जस्तै छ होला भाइ हात र खुट्टा ढाड दुखेर यस्तो गाह्रो भएछ नेपालमा त बजिसक्यो होला 10 बजे होला नेपाल गाह्रो फर्स्ट टाइम भयो गुड मर्निङ time for a breakfast. Angry Bird नहेलेको धेरै भयो गाइस यहाँ टाइम पास भइरहेको बाहिर त उज्यालो भइसकेको छ हामी चाहिँ लिस्बनमा ल्यान्ड हुने क्रम जारी नै छ है
बाहिर चाहिँ वेदर त्यति भने जस्तो खुलेको छैन। ल्यान्डिङ है बाहिर पुरै रनवे भिजेर बसेर छ पानी परेर भर्खर ओथ्या रहेछ गाह्रो गाह्रै भयो ठिकै बस्छ ल्यान्डिङ बाहिर गएर होला है त ओर्लिँदै छ है त प्लेनबाट अब इमिग्रेसनमा छु यार लाइन देखेर साइको भइसक्यो कति कति लाइन त इमिग्रेसनको लाइन त के हो नि त 4-5 घन्टा हिँड्दै जात बित्ला जस्तो छ त यार दिउँसो 2 बजे निक्लेला जस्तो छ वहाँसम्म यस्तो लाइन छ यहाँ के भन्नु त्यहाँ 3-4 हजार मान्छे होला कम्तीमा पनि यहाँ त अब ब्यागेज क्लेम गर्न जानु पर्यो ब्यागेज लिन जान लाग्यो गाइस कता हो यार पोर्चुगलको एयरपोर्ट यार घुमाउरो रहेछ राउन्ड हाने छौँ इथिहाडको ब्यागेजहरू आइके आएन हेर्नु पर्ने भयो ठुलो रहेछ क्या यहाँ झोला खोज्न जानु पर्यो झोला त हेर्न पर्यो गाइस लेखिदिएको छैन क्या ऊ त्यस्तो अगाडि लेख्छ जस्तो लाग्यो क्या हेर्नु जानु पर्यो आउनै पो गाह्रो छ त अब यार यत्रो झोलामा ब्याग लिएँ 12 नम्बरमा रहेछ होइन लगेर अब घिसार्दै बाहिर निस्किन लाग्यो साथीहरूको पारा यस्तो छ है लगाए चाहिँ यहाँ दाइरा सोल्टी आएर बसिरहेको छ एकदम दस दुःख भाइ यार ल भेट्यो कति घन्टा हुन्छ नि कुरा सोल्टीलाई 3 घन्टामा यहाँ पोर्चुगल आउनु 5 दिन लाग्यो ल सोल्टीलाई भेट्यो 5 दिनमा आइपुगेको भने ढिलो भयो नि सोचिरहेको आइपुगेँ बाहिर खाछ दाइले गर्दैछ मेरो दाइले ओ मलाई के छ भने हालखबर काम गर्दैछ म यार सबै यतो गर्ने लल्यौँ है पोर्चुगलको बियर हान्थ्यौँ त एउटा दाइको साइडबाट ल्याप्प के बियर दाइ यो सुपर बो ओके ब्यागै लगेछ यो ज्याकेट लगेछ वेलकम टु लिस्बन है ए पार्किङ यता रहेछ नि त कहाँनिर मेट्रो चाहिँ मलाई ए हो गएर अब एकछिन चाहिँ हुनु धेरै होइन 4 घन्टा चाहिँ होसै नआओस् कि त्यस्तो गर्नु मन लाग्यो यस्तो निन्द्रा लाग्छ कि मलाई 5 दिन लाग्यो भने चाहिँ कति लाग्यो तर्पियो होला हामी थैत्ते होस उड्यो नि अनि ल गाइस एयरपोर्टबाट निक्लेर हामी हाम्रो मोलो ठाकु दाइसँग भेटघाट गरेर खाजापानी गरेर अब निस्किन लागेको हो भेटिन्छ कि गाडी रेडी छ ल बस्नु सर बस्नु ल ओके
एक बार पूछ लीजिए ना, चलने के बाद पूछेंगे कि पहले पूछेंगे? पहले पूछेंगे कि चलने के बाद पूछेंगे? अभी पूछेंगे। अंदर जाना क्या है ना, 2 वर्कर और आ रहे हैं, उनको भी उधर ही जाना है। तो जैसे ही मेरी बात होगी, पहले मैं आपको राशन दिला देता हूँ, वहाँ पे चलो आप राशन वगैरह जो लेना है ले लो। उसके बाद राशन के लिए किधर जाओगे? पास में ही है दुकान क्या नेपाली का दुकान पे जाओगे या? हाँ, इंडियन शॉप है, वहाँ पे हमारा एशियन जो भी आप लोग खाते हैं वो सब मिलता उधर पहले इन लोग को जाना किधर है, वो फिक्स कराना है। वो तो फिक्स है, इनको जाना है लेकिन इन लोग का कंपनी फारो में है जी, लेकिन इनको जो मुझेरा जाना है अभी वहाँ पे कॉम्पिटिशन है ना, तो वहाँ पे जो बनेगा ना त्यही छ होला भने चाहिँ पुरानो साथीहरु भने क्यों गर्ने। ओके गाइस, अब जानु पर्ने हुन्छ। बस्ने ठाउँतिर ल मोटरसाइकल दाइ हुन्छ, चत्तिनु पर्ने हुन्छ अब के सेन्टको लागि हुनु पनि। ल वे टु एकोमोडेसन है, बस्ने ठाउँतिर जानु पर्यो। त्योभन्दा अगाडि चाहिँ यसो अब खानासाना के हुन्छ खानपिन किनेर जाने हो। चामल लिनु परिहाल्छ, सब्जीहरू लिनु परिहाल्छ है। हेर्नु पर्दैन। लगाइज अब बेलुका गएर पकाउने रासन पानी त लानु पर्यो। यहाँ स्टोरमा आएको छौँ, खानपिन जम्मा गर्दैछौँ है त आज बेलुकालाई। आप अपने राशन को आने वाली लाइन में ये तेरे रख दूँ, वो बाद में आएगा, वो रखेगा ना उधर। ये भयो ल आजको खानपिन राशन पानी थम्काइदिनु पर्यो। नीचे जाएगा है, नहीं जाएगा? नीचे जा सकता है, कोई मुश्किल नहीं। ठीक है, रख देंगे। बचा के रखेगा, जो भी पेड़ रखेगा बचा के रखेगा। ल ठिक छ। बेजा फारो भन्ने ठाउँतिरको सानो गाउँहरू रहेछ। मैदान चाहिँ दामी लाग्यो है। हावा चाहिँ एकदम धेरै आउने रहेछ यो समुद्रको किनारमा भएको कारणले। अब आइयो बजारमा यसो अझै सिरानीहरू यताउति लिन जानु लागेको। यस्तै छ त नि अब जिन्दगानी। ल गाइस, नेक्स्ट भ्लगमा फेरि भेटौँला। यतै गर्नु होला, साथ गर्नु होला, सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला, लाइक कमेन्टहरू पनि गर्नु नबिर्सिनु होला है त। नेक्स्ट टाइम फेरि नयाँ भ्लगको साथमा आउने नै छु है त।